सोचे जतिको बलियो छाड्न पनि सुँगुर बाइक चाहिँ हिँडेर फाइनली पार्किङ गरियो गाइस यहाँनिर धोत्रे डाँडा यहाँनिर छ होमस्टे चिमानहरू चाहिँ फुलेर अलिक बुढो भइसकेको छ है बात हान्दा थाहा रहेछ ल हाम्रो खान्ती पिन्ती यहाँ खाजा साजा खाँदै गइँदैछ गाइस हाम्रो जम्बो टोली चाहिँ यहाँनिर केलासी डाँडाको यसरी एकदम झकास तरिकाले गइँदैछ अब खाजा साजा खाइसक्यो फाइनली गाइस हामी लाग्यो उकालो ल हेरौँ यो हाम्रो टोली कहाँबाट केलासीको जम्बो टिम होइन यो केप्लास 1 को केलासी साबिकको 9 को जम्बो टिम हाम्रो चाहिँ हाम्रो साउने टिम लाग्यो होइन यसरी हेलो 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 बहिनी वेलकम मेरो भ्लगमा गाइस बासी दुई 2082 सालको पर्यटकहरू यहाँनिर भित्रिरहेको छ एकदम भट्टाभट चाहिँ नयाँ वर्ष टोलीहरू खाना पकाउने एकदम भट्टाभट रहेछ हाम्रो बिमारी आउँदै हुन्छ सिङ्गालको फुल चाहिँ यसरी यसमा चाहिँ लड्किएको अवस्था भन्दा नि एकदम हुर्किसकेको अवस्था यो माथि बादलले देख्दै गरेको छ साउने मयू हामी लगभग आसपास पुगिसक्यो अवस्था हाम्रो साथीभाइ हाम्रो घर चाहिँ पछाडि हुन्छ यहाँ चाहिँ एकदम बुढीलाई यता खोटाङ यता भुस्चुर भनेर चाहिँ भनिरहेछ तर उसले भन्छ अघि नै थाहा पाइसक्यो है यता खोटाङ यता भोजपुर यता कता अरे खोटाङ यता खोटाङ उता भोजपुर यता मयू यो माथि हाम्रो घरदेखि उता यो हाम्रो घरदेखि देखिने डाँड त्यही हो क्या यो माथि ता भन नि कस्तो लाग्दैछ मुन्दुमटे गाह्रो गाह्रो ल ल ल सानी हो है त लाम तेर्छ तिन त ल ल ठोली बहिनीले पो गाह्रो भएछ है यहाँ त्यो बरु छिमाजीले छिमाउनु छ ठोलीहरूलाई बहिनीलाई चाहिँ गाह्रो भयो त नि त अन्त बुनिमती बार तुम त हाँसिन गाँठे ओले चौरी देखिहालिन्छ राजा काका हेलो हेलो कस्तो भइरहेछ मुन्दुम टेलको कति वर्षपछि आउनु भयो हाम्रो काका यता पहिला यता आउनु त आएको है
हामी नौखलाको आसपास आइपुग्यो जोइ यता हुनुहुन्छ हाम्रो जुवाई हुनुहुन्छ यहाँनिर हेलो 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 काका आइपुग्नु भयो ल ल ल ल ल ल ल ठिक छ ठिक छ ठिक छ अनि अब नौखलामा बिसाएर चाहिँ हामी साउनेतर्फ लाग्यो गाइस यहाँबाट यसरी यता मेरो बुढी झोला बोकिरहेछ पानी चाहिँ नखानु पाएर तिर्खा लागेको छ हाम्रो कालाम्पा बम चाहिँ यहाँनिर पक्का आज बिराम मान्छे पनि नयाँ वर्षले हर्ष उद्योग साथ 1 गतेको दिन बिरामी भए पनि नयाँ वर्षले एकदम चङ्गा उमङ्ग मनाइदिनु भएको छ उहाँलाई यसमै त्यस्ता जोस छ हाम्रो काकासँग ल सालको हाम्रो नयाँ वर्ष जलजलेको आलोमा या खेला ग्रुपको हामी 2082 साल होइन 1 2 3 4 5 6 7 बाले मेरो बुढा यो पनि यता युट्युबर सरी हामी नौखला लगभग पार गर्न अवस्था गएछौँ नौखला जलजले होला तर नौखला पुगिसकियो सेतो माटो बासी बहुत रमाइलो हाम्रो जम्बो टिम कहिले फेरको वर्ष चाहिँ हो गाँठी ल जलजले फाइनली गाइस हामी जलजले टेकियो कसै घुम्न आउनु भएको छैन भने घुम्न आउनु के गर्छ है काकोले तपाईलाई हेर्दै हिँडेको थिएँ यो माथि उतिर पस्यो भने नि त्यहाँ चाहिँ मान्छे छिरिन्छ क्या त्यहाँ पस्नु सक्दैन कोही पनि ऊ यहाँभित्र पानीमा उयो मको यो म मन्तु त मन्तु को हरिया मेछाको होमअप चाहिँ त वहाँ मात्रै रहन सक्छ मप चाहिँ वहीँ खेते मिना मप चाहिँ त्यहाँनिर चाहिँ हगी यता त्यता गएको बाटो नर्छ मुवा ले हामी जलजलेमा आइपुगेको अवस्था गाइस हाम्रो दिपा पनि हुनुहुन्छ गुटुङटुङ अहिलेसम्म लगभग अहिले 10 बजेको अवस्थामा आइपुगेका छौँ हामी चाहिँ यहाँनिर हामी चाहिँ अझ यतै रहनेछौँ हामी चाहिँ यहाँ दिल्पा नागीतिरै मन दिपा यहाँ त छ दिपालाई चाहिँ यात्रा नयाँ वर्ष दिपालाई आज लिएर आएको एकदम
नान्ची पठाउँदा मात्रै त्यही पनि त नान्ची मात्रै गएको त्यही त अब चाहिँ अब चाख्नु भयो नि दिपासँग नयाँ वर्ष पुरा टिम हिँडेको म बिसामा गेम गर्नु लु 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 कहाँमा मेकअप दुङ्गो छि हाम्रो दिमाउनु हुन्छ हिँडेर चाहिँ अब गलियो अनि यहाँनिर बिसाइरहेको छौँ हामी फाइनली बिसाएर गएछ उकालो लागिसक्यौँ जलजले उकालो यसपाल चाहिँ चिमालहरू अलिकति छिटै फुलेर पनि झरेको अवस्था हाम्रो सैला काका यहाँनिर पुरा तिरपाल बोकेर चारपाँचजना हैरान पनि हुन्छ उकालोमा है यस्तो उकालोमा है तो नहीं चाहती पे फिर मैं त्यहाँ रहेछ त गोठा चाहिँ म त होपमा मनु म बिना सलादी सोची अरे भन्छु सीमा चाहिँ यसपालि एकदम सानो समयले गर्दा फुलिहालेछ ल ल ल खाजा अर्ग्यानिक खाजा हाम्रो आउनु है सबै गोलो यो चाहिँ खाँदा न पानी खाऊ खाला गिल्लर छ नि त सही पनि गर्यो एकजना भुक्तानी जाने सेन्सेक्स है सोसामा न हिँड्नु सोसा आउने नआउने यो कन्फर्म थिएन हिजो बेलुकासम्म कतिजना मान्छेसम्म कन्फर्म थिएन प्रेमलाई यसो खादिनु भन्छ ह्याप्पी न्यू इयर 2022 सालको नयाँ वर्षको उपलक्ष्यमा शुभ म चाहिँ थुलुङ फेरि थुलुङलाई जे भए पनि खटाखट बोलिहाल्छु बिग्रिहाल्छ यसमा म सरी भन्छु अघि पैसा चाहिँ गर्छ पुग्यो बुढी मान्छे भाषा त्यही हो खटङ्गी भाषा चलिहाल्छ भाषामा चलिएपछि यही हो दुईजना खाइमा गरेर कालो यसरी हिँड्दैछ हाम्रो दिपा पनि यहाँ एकदम बल गरेर हेर्नु त ल कपाल फुलेको हाम्रो दिपाको हटरे कपाल फुलेको बुढा मान्छे त यसरी भारी बोकेर चाहिँ के चाहिँ 80 वर्ष हेर्नु 70 चाहिँ पुग्नु थोरै थोरै बाँकी छ उकालोमा भारी चुइची हामी चाहिँ हामी चाहिँ के
भेपा पनि दिएमा मलाई बेतेर छै ती हो न लेखा पनि बादल हँ छिसिन त तिमा बादल छिसिन नपिन्कौ लेखा पनि मासुको भारी बोकेको ती भाइले बिना बिना बिस्तारै बिन्यो डिग्रीको उकालोमा गाइस हिँडिरहेछौँ यहाँ तलतिर हाम्रो दिपहरू चाहिँ अलिक साह्रै पऱ्यो है बरु हुँदै गएपछि यस्तै हो बिसाउँदै ल है बल गरौँ है अब चाहिँ पुग्न आँट्यौँ है हप्ताको भाने खानु म मयू को डाँडाइमा कहाँ होला सी चाहिँ भात पकाउनु लागि जेठले पानी ताएर पारिरहेको छ भाँडाबाट लेकको ठाउँमा पानीको एकदम दुःख हुन्छ यो चाहिँ तल्लो खर्च 1 किलोमिटर लगभग उकालोबाट लिएर अब आएको अवस्था अहिले पल्लै खल्साबाट लिएर आएको चिनेर घुम्नु गइरहेको छ हामी चाहिँ खाना पकाउनुको लागि कुदमेन भने जस्तै यसो खाना पकाएर आज चाहिँ खुवाउने तयारीमा छ यहाँनिर छ हाम्रो झोलहरू को कस्तो अब हामी यहाँनिर पुग्नेछौँ आगो फुकेर हामीले भात पकाउनेछौँ सुँगुरको मासु तरकारीमा राईहरूको यसो हाम्रो झोलहरू थन्किरहेको छ गाइस यस्तो छन् चुडाइने छ अब यहाँ आगो फुक्नेछौँ हामी भात पाक्दैछ गाइस भाँडामा साचा मजा कि बुता जेठा बस मजा लातमा 6 बजेको अवस्था 5 बजा चाहिँ हिँड्छु बाया हिमा चाम्सी असो सिने आगोमा हालेको अवस्था भान्सी गरेको यति हो फाइदा मासु काटेर खानु पाइयो होइन भात चाहिँ कसो भएको गाह्रोमा सुँगुरको मासु एकदम मिठो माइन डाँडामा हामी कजेरी भएको अवस्था त्यही भएर मासु पनि बाबा यस्तो मिठो हो आम्मा त्यतिकै भेट्नु नि खर्च नलाइकन
अलिक खानु पर्ला रहेछ है जहाँ चाहिँ छैन यो पो चाहैलाई चाहिँ गर अतमा नचाने यतिखै तिमी हो यत्रो यत्रो चाहिँ चाहहरू छ तिमीको ना भाइजीको त यो डाँडामा खासै खाँदैन क्या हाँ सायद थे भाई पीछे यार पीछे बिहान भएर यता पर हाम्रो गाउँ कोटाङको के बिलासगढी गाउँ पऱ्यो चाहिँ धोत्रे बिहानको यो दृश्य चासन रुक नि फाइनली हामी खाजा साजा खाएर हिँड्यो गाइस ल ल ल कुदाउनु त त्यहीमा आएर घोडा चाहिँ कुदाउनु पर्छ है हाम्रो काकाले कुदाउँदै हुन्छ घरतर्फ लाग्यो गाइस 2 दिनको यात्रापछि हामी साउने घुमियो डल्लै है अब लाग्यो हामी बसौँ न हौ यता ल है घोडा पनि फाइनली सरियो गाइस बिस्तारै बिस्तारै बुढा बिस्तारै कुदाउनु ल कुदाउनु बुढा ल जोइ पनि फाइनली घोडामा साउनेको घोडामा हामी चाहिँ सामनेदेखि फाइनली गाइस फर्किसकेको अवस्था मौसम चाहिँ एकदम क्लियर दामी नै छ है अब सकेसम्म तपाईँहरू पनि आउनु होला मायुङ घुम्नु लागि तरेका चाहिँ हाम छुर्पी गाइस छुर्पी नौ खोलामा आज फेरि हामी भात पकाउन थालियो यहाँनिर खाजा खाँदै हिँडेर
सेकुवा त कस्तो भइरहेछ भाइ एकदम दामी मलाई एकछिन सेकुवासँग खाने भने चाहिँ अरू खाँदै गरौँ न ल ल ल ल चाहिँ मासु भुटेको नथाला भाइ ल ल ल कस्तो भइरहेछ हौ हाम्रो नयाँ वर्ष दामी ल ल ल ल ओके ल डिउहरू त हो डिउहरू डिउ क्या डिउ ओइ म लात्ता ओइ म राजी लाग्थ्यो हो लात्ता लाते एकदम जेनर खाजा खाने क्रम एकदम जारी छ यहाँनिर मासु यहाँ पोलिरहेछ आधी भुटिसक्यो है सेकुवा चाहिँ यहाँ पोल्ने जारी छ ल सेकुवा यसरी भइरहेछ है सिङ्खे सेकुवा भन्छ यसलाई चाहिँ ढुङ्गे सेकुवा होइन कि सिङ्खे सेकुवा फाइनली गाइस लाग्यो खाइपी गरी ल बिन्यो मुख ताला त हो बिनिया ल है ल जाउँ जाउँ ल हिँडौँ ल त्यही त भाँडाकुँडामा कुचिन्छ है ल फाइनली पानी पुग्यो ल है ल नयाँ सालको आज अन्तिम खान्दै पिन्दै हामीले अब यहाँ खाइयो आज मन त आज यहाँनिर के छैन सबैतिर चेक गरिया छैन फाइनली हामी नौखोला यो चाहिँ नौखोला भन्छ क्या हो नौखोला नौखोला हो यो चाहिँ नौखोला है ल हामी यहाँ छुट्ने बेला भइसक्यो यहाँनिर चाहिँ यहाँबाट यता जाने टोलीहरू